त्यसरी नसमाउन दिदी म भाग्दिनँ हौ म भाग्दिनँ म नेता होइन म भाग्नलाई समाउनु न दिदी समाउनु तर यसो त्यसरी नसमाउनु न किनकि म हिँड्छु नि त चोरी गरेको छुइनँ नि त हो राख्नु मलाई मैले कुनै चोरी गरेको छुइनँ कुनै गल्ती गरेको छु त छैन नि त भन्नु त हजुर आफै हामी भनेको त एउटा सबै पुलिस जनता भनेको हामी दिदीभाइ दाजुबहिनी हो कि नै भन्नु न मैले त अझ तपाईँलाई ढुङ्गा नहान मुढा नहान उहाँहरू भनेको हामी मिलेर शान्तिपूर्वक आन्दोलन गर्नुपर्छ भन्दै उहाँहरूले ढुङ्गा मुढा गरेपछि मेरो के दोष मैले हजुरलाई भनेको थिएँ कि किन भन्नुहोस् त ढुङ्गा मुढा नगर्नुहोस् हामी शान्तिपूर्वक आन्दोलन गर्न आएको हो देश लुटिरहेको छ मैले भनेको छु कि छैन भन्नु त अनि मैले अझ पनि तपाईँ उहाँहरूले ढुङ्गा मुढा गरेपछि त मैले तपाईँलाई जोस् म आफ्नो साइड लागेर म हिँडिराखेको छु त तपाईँलाई त म केही नै गर्दिनँ नि त भन्नुहोस् त केही गर्छु त केही गर्दिनँ त्यही भएर मान्छे मेरो नाम विद्या पाण्डे हो म पेप्सी कोलाम बस्छु म कन्सल्टेन्सीमा जब गर्छु आन्दोलनकै लागि आउनु भएको तपाईँ म कुनै पनि सङ्गठनमा छैन एमसीसी विरोधी आन्दोलन हो एमसीसी विरुद्धको आन्दोलनमा आएको हो किन एमसीसी को विरोध गर्नुभयो यस्तो सर अब हाम्रो देश लुटिराखेको छ है गरिब दुखीहरूले खाना पाउनको लागि पनि बिहान बेलुका दुःख गर्दा पनि आफ्नो शान्तिपूर्वक खाना पाएका छैनन् अनि अर्को कुरा तपाईँको के भइरहेको छ भने जनताले सुख शान्ति पाएको छैन दिनरात एउटा कस्तो भन्नाले कहिले भनौँ न एनसिएलकोहरू पनि त्यतिकै ढुङ्गा प्रहारलाई चाहिँ के भन्नुहुन्छ किनकि ढुङ्गा प्रहार गर्दाखेरि यो पुलिस भनेको दाजुभाइ दिदीबहिनी हाम्रो हो किनकि उहाँहरूसँग हाम्रो दुश्मन छैन किनकि तपाईँको शेरबहादुर देउवा र केपी ओली भित्र कुर्सीमा बसेर अहिले छलफल गठन गरिरहेको छ दुःख पाएको छ कहिले जनता र पुलिस दाजुभाइ दिदीबहिनी दुःख पाएको छ ढुङ्गा हान्नु हुँदैन मैले गरेको छु तपाईँले पुरै अध्ययन गर्नुभएको गरेको छैन किन यस्तो एमसीसी भनेको किनकि हामी जनतालाई चाहिएको छैन भने नेतालाई किन चाहिएको छ एमसीसी छैन गरेको छुइनँ म किन गरौँ म नेता थोडी हो र म आम जनता हो म किन तपाईँ भन्नुहोस् न सही के हो एमसीसी भनेको तपाईँ के हो भन्नुहोस् तपाईँ एन्सर दिनुहोस् तपाईँलाई चाहिएको छ एमसीसी भन्नुहोस् तपाईँलाई चाहिएको छ एमसीसी भन्नुहोस् न तपाईँलाई चाहिएको छ एन्सर दिनुहोस् तपाईँको नेतासँग मिल्नु भएको छ भन्नुहोस् न किनकि हामीलाई नै चाहिएको छैन भने हजुरहरूलाई किन यस्तो भन्नुहोस् त यो दिदीहरू दाइहरूलाई त किन दुःख दिनुभएको छ नेताहरूले किनकि उहाँहरूले पनि शान्तिपूर्वक आफ्नो ड्युटी पुरा गर्नुभएको छ भने मैले त उहाँहरूलाई ढुङ्गा नहान्नुहोस् मुढा नगर्नुहोस् हामी शान्तिपूर्वक आन्दोलनमा आएका हौँ हो कि नै भन्नुहोस् न हामी आएको छौँ भने उहाँहरूलाई ढुङ्गा मुढा गर्दाखेरि पनि मैले नगर्नुहोस् भन्दै पनि उहाँहरूले मलाई समात्नु मैले उहाँहरूलाई केही पनि गरेको छुइनँ समाएर लान्छु भने लानुहोस् मलाई के हुन्छ म त जान तयार छु मैले कुनै चोरी गरेँ होइन कुनै गल्ती नै गरेको छुइनँ